नमस्कार। कार्यक्रम हाम्रो उत्पादनको विश्व बजारमा तपाईंलाई स्वागत छ। उपस्थित छौं सहकर्मी लोकेन्द्र भट्ट र शान्ति लामा। कार्यक्रम हाम्रो उत्पादनको विश्व बजार युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालित गो इन्टरनेशनल परियोजना अन्तर्गत उत्पादन गरिएको कार्यक्रम हो। यो कार्यक्रम नेपाल उद्योग परिसंघ सीएनआई र सेन्टिक अस्ट्रिया इन्टरनेशनल सीएआई संघको सहकार्यमा विश्व परिदृश्य वकालत मञ्चले काठमाडौँमा तयार पारेको हो। गो इन्टरनेशनल परियोजनाले नेपाल सरकार वाणिज्य तथा आपूर्ति मन्त्रालयले पहिचान गरेका तुलनात्मक लाभ भएका तथा निर्यातजन्य वस्तु र सेवाको अन्तर्राष्ट्रिय बजार प्रवर्धनको क्षेत्रमा काम गर्छ। नेपाल व्यापार एकीकृत रणनीति 2010 मा समावेश गरिएका 19 वटा वस्तु तथा सेवाहरूमध्ये गो इन्टरनेशनल परियोजनाले एक जिल्ला एक उत्पादन अन्तर्गत 10 जिल्लाका 10 वटा वस्तुहरूलाई परियोजना कार्यान्वयनको लागि छनौट गरेको छ। कृषि खाद्य वस्तुहरू चिया, अलैची, अदुवा, मुसुरोको दाल र औषधिजन्य जडीबुटी एवं सारयुक्त तेललाई छनौट गरिएको छ। त्यस्तै हस्तकला तथा औद्योगिक वस्तुहरूमा चाँदीका गहना, नेपाली हाते कागज, पश्मिना र उनका उत्पादनहरू रहेका छन्। सेवा क्षेत्रमा धार्मिक पर्यटकीय क्षेत्र लुम्बिनीलाई प्रवर्धनको क्षेत्रको रूपमा छनौट गरिएको छ। कार्यक्रम हाम्रो उत्पादनको विश्व बजारमा हामी निर्यातजन्य उत्पादनको बजारका विभिन्न पक्षहरू र स्थानीय स्तरमा उत्पादित वस्तु तथा सेवाको प्रवर्धन गर्नुका साथै त्यसको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा प्रवर्धनका लागि सरोकारवालाहरूसँग छलफल र अन्तर्क्रिया गर्छौं। कार्यक्रम हाम्रो उत्पादनको विश्व बजार हरेक बुधबार उज्यालो 90 नेटवर्क काठमाण्डुसँगै इलाम एफएम इलाम, रेडियो लुम्बिनी रूपन्देही, भेरी एफएम नेपालगंज, रेडियो कर्णाली जुम्ला र रेडियो शुद्र आवाज डडेलधुराबाट प्रसारण हुन्छ। कार्यक्रममा गएको हप्ता इलाम जिल्लामा अलैची खेतीको पुनर्स्थापनाको अभियानमा लागि परेका युवा उद्यमी तथा किसान यामप्रसाद अधिकारीसँग गरिएको कुराकानी, सरकारको सहयोग नहुँदा इलामका अर्ग्यानिक चिया किसानहरूमा उत्साह घट्दै गएको सम्बन्धी रिपोर्टका साथमा केही खबरहरू प्रसारण गरेका थियौं। आज हामी पश्मिनाको व्यापारको अवस्था र यसको विकासका लागि भइरहेका प्रयास बारे नेपाल पश्मिना उद्योग संघका महासचिव विजय कुमार दुग्गडसँग गरिएको कुराकानी। त्यति चाहिँ राम्रो भन्न सकिँदैन, किनभने ऊर्जाको संकट, यो लेबर प्रब्लमहरूको कारणले उत्पादनको चाहिँ स्थिति चाहिँ त्यति सहुलियत हुन सकेको छैन। जडीबुटीको दिगो व्यवस्थापन सम्बन्धी एक रिपोर्ट। प्रकृति रूपमा उम्रिरहेको जडीबुटीलाई कोरेर ल्याइसकेपछि त्यसको बिउको भाग छोडिदिने, परिपक्व भइसकेपछि मात्र संकलन गर्ने, यस्ता क्रियाहरू गरेपछि यो दिगो व्यवस्थापनको लागि हुन्छ। र रूपन्देही जिल्लामा होटल व्यवसायको सम्भावना र चुनौतीका विषयमा रूपन्देही होटल व्यवसायी संघका अध्यक्ष मोदनाथ बेलबासेसँग गरिएको कुराकानी प्रसारण गर्छौं। कार्यक्रम सुन्दै गर्नुहोला। कार्यक्रममा समेटिने सामग्रीहरूको जानकारीसँगै फेरि स्वागत छ। पश्मिनाको प्रवर्धनका लागि सरकारले नेपाल व्यापार एकीकृत रणनीति 2010 मा समावेश गरी यसको बजारीकरण र उत्पादनको विकासका लागि काम गर्ने नीति लिएको छ। नेपाली पश्मिनाको प्रवर्धनको प्रयास स्वरूप अहिले यसको व्यापार चिन्ह बनाई विभिन्न देशमा निर्यात गर्ने क्रममा रहेको छ। अहिले नेपाली पश्मिना च्याङ्रा पश्मिनाको रूपमा विश्वका विभिन्न मुलुकहरूमा निर्यात हुँदै आएको छ। सरकारले प्रवर्धन गरिरहेको र व्यापार चिन्ह बनाई बजारीकरण गरिरहेको अवस्थामा पनि यसको व्यापार भने अपेक्षाकृत बढ्न नसकेको तथ्याङ्कले देखाउँछ। यसैबीच हामीले नेपाल पश्मिना उद्योग संघका महासचिव विजय दुग्गडलाई पश्मिनाको व्यापारको पछिल्लो अवस्था के छ भनेर सोधेका छौं। पश्मिना व्यापारको पछिल्लो स्थिति त्यति चाहिँ राम्रो भन्न सकिँदैन, किनभने अहिले पनि हामीले चाहिँ विभिन्न कारणले, यो ऊर्जाको संकट कारणले या यो लेबर प्रब्लमहरूको कारणले त्यो चाहिँ उत्पादनको चाहिँ स्थिति चाहिँ त्यति सहुलियत हुन सकेको छैन।
अब अहिले निर्यात तथा व्यापार प्रवर्धन केन्द्रको तथ्याङ्क हेर्ने हो भने पनि पछिल्लो समयमा चाहिँ गएको आर्थिक वर्षको 6 महिना र यो पुससम्मको अवस्था हेर्दाखेरि चाहिँ घटेको देखिन्छ हैन, घटेको देखाइएको छ। यो सरकारले पनि NTIS 2010 मार्फत प्रवर्धन गरिराखेको छ। यहाँहरूले पनि ट्रेडमार्कहरू चाहिँ दर्ता गर्ने क्रममा रहिरहँदाखेरि अन्तर्राष्ट्रिय बजारमा यसको चाहिँ राम्रो व्यापार हुन नसक्नुका अथवा घट्नुको कारणहरू चाहिँ केलाई मान्न सकिन्छ? घट्नुको कारण एउटा त डेफिनेटली हाम्रो चाहिँ अब चाहिँ एक्सपोर्ट त्यति त्यो किसिमले बढेको पनि छैन। कुनै कुनै बेला घट्नुको कारण यो डलर एक्सचेन्ज रेटको कारणले पनि चाहिँ घटेको र बढेको चाहिँ त्यो डाटामा आउँछ। तर चाहिँ यो डाटा चाहिँ कुनै बेला चाहिँ यो पोस्टसम्मको जुन डाटा तपाईँले लिनुभएको छ, कुनै बेला चाहिँ पोस्टपछि पनि बढी एक्सपोर्ट हुन्छ। एउटा फिस्कल इयरको डाटामा चाहिँ त्यति चाहिँ अहिले घटेको चाहिँ देखिँदैन। अहिले तपाईँले यो देखाउनु भएको जुन 37% जति घटेको डाटा देखाएको छ, असाढ मसान्तसम्मको डाटामा चाहिँ कुनै कुनै बेला चाहिँ त्यसले कभर गर्छ। अलटुगेदर चाहिँ त्यति चाहिँ एक्सपोर्ट घटेको छैन, तर चाहिँ बढेको पनि छैन मान्नै पर्छ। र यसको एउटा कारण यो पनि छ कि जुन हामीले ट्रेडमार्क रेजिस्ट्रेसन गराएँ अहिले 42-43 कन्ट्रीमाहरू भइसकेको छ। तर त्यसको चाहिँ प्रमोसनको लागि हामीले चाहिँ बल्ल हाम्रो एक्टिभिटीहरू सुरु भएको छ। त्यो एक्टिभिटी जुन छ त्यसको चाहिँ असर जुन छ अब आउँदो वर्षहरूमा चाहिँ देखिन्छ। यहाँ चाहिँ धेरै समय अगाडिदेखि एउटा पस्मिनाको ट्रेडमा संलग्न हुनुहुन्छ। अब नेपाल व्यापार एकीकृत रणनीति आउनुभन्दा अगाडि र त्योभन्दा पछाडिको चाहिँ व्यापारको अवस्थामा त्यो खालको केही फरकपना आएको जस्तो महसुस चाहिँ हामीले गरेका छौँ कि छैनौँ? होइन, निश्चित रूपमा हामीले गरेका छौँ, फरक पनि भएको छ। अनि जुन किसिमले चाहिँ हाम्रो चाहिँ 2001-2002मा जुन किसिमको हाम्रो एक्सपोर्ट बढेको थियो अनि त्यसपछि सट्टै चाहिँ त्यो घसेर 1 अरबमा पुगेको थियो, त्यसलाई फेरि चाहिँ यो NTIS-कोमा चाहिँ एउटा चाहिँ पहिचान भएको प्रोडक्टको कारणले पनि हाम्रो ट्रेडमार्क रेजिस्ट्रेसनको कारणले पनि अहिले पुनः हामी यसलाई चाहिँ अब हाम्रो मार्केट चाहिँ अभिवृद्धि हुँदैछ, हामी गेन गर्दैछौँ। अहिले 2 अरब 2.5 अरबको आसपासमा चाहिँ भइराखेको छ। र खास गरेर यो चाहिँ यसमा चाहिँ अहिले डिम एक्सपोर्ट पनि ठुलै चाहिँ टुरिज्मको सिनारियोको कारणले, टुरिज्म बढेको कारणले हाम्रो डिम एक्सपोर्ट लोकल चाहिँ बिजनेस पनि राम्ररी बढेको छ। अब हामी व्यापारकै कुरा गर्नु पर्दाखेरि व्यापार चाहिँ अहिले बढ्न पनि सकिराखेको छैन र अब यो अलिकति उस्तै खालको चाहिँ डाटा आइराखेको हुनाले अन्तर्राष्ट्रिय बजारमा हामी व्यापार बढाउने भन्ने बित्तिकै बजारको विविधीकरणको कुरा आउँछ हैन। हामी पुराना बजारमा मात्रै सीमित हुने अथवा पुराना तरिकाले मात्रै व्यापार गर्ने भन्ने कुरा त रहँदैन होला। बजारको प्रवर्धनको लागि चाहिँ नयाँ बजारको खोजी अनि त्यसको पहिचान सम्बन्धी चाहिँ केही प्रयासहरू भएका छन्? यसमा हामीले चाहिँ थुप्रै प्रयास भइराखेको छ। एउटा हाम्रो पस्मिनाको चाहिँ पस्मिना इन्हेन्समेन्ट एन्ड ट्रेड सपोर्ट प्रोजेक्ट भनेर त्यो चाहिँ सरकार गभर्मेन्ट अफ नेपालको एउटा प्रोजेक्ट हामीले चलाइराखेको छौँ अहिले। त्यो प्रोजेक्ट मार्फत जुन छ पस्मिनाको चाहिँ व्यापार प्रवर्धन, यसको ब्रान्डको प्रमोसनको एक्टिभिटी अनि चाहिँ विभिन्न देशहरूमा चाहिँ व्यापार मेलाहरूमा भाग लिने यो चाहिँ गतिविधिहरू सबै सुरु भइसकेको छ। अहिले हालै चाहिँ हाम्रो US मार्केटमा हाम्रो चाहिँ पस्मिनाका 10 जना व्यापारीहरू चाहिँ त्यहाँ मेलामा भाग लिएर आएका छ। अनि अब फेरि चाहिँ अर्को चाहिँ जापानको मार्केटमा पनि हाम्रो चाहिँ हाम्रो पस्मिना व्यापारीहरू 10 जना व्यापारीहरू चाहिँ त्यहाँ भाग लिने छ। अहिले हालै चाहिँ व्यापार यो ट्रेड प्रमोसन सेन्टरको तर्फबाट चाहिँ 2 जना पस्मिना व्यापारी चाइना पनि ट्रेड फेयरमा भाग लिँदै हुनुहुन्छ। त्यसैले यो एक्टिभिटी खास गरेर त्यसको र ट्रेडमार्कको प्रमोसनको एक्टिभिटी सँगसँगै हामी बढाउँदैछौँ। अब यसको चाहिँ निश्चित रूपमा यसको चाहिँ केही न केही पोजिटिभ सिग्नल्सहरू आउँछ। अब नयाँ बजारहरू पहिचान गरिएका अथवा नेपाली च्याङ्ग्रा पस्मिनाको लागि एकदमै उत्तम बजारको रूपमा भर्खरै पहिचान गरेका देशहरू बजारहरू भनेर लिस्टिङ गर्नु पर्यो भने 2-3वटा मार्केट जसरी अहिले नयाँ आएको छ। एउटा UAE मा चाहिँ अहिले नयाँ राम्रै चाहिँ एक्सपोर्ट भइराखेको छ। साउथ अफ्रिका पनि एउटा कन्ट्री छ जहाँ नेपालको चाहिँ पस्मिनाहरूको
नयाँ चाहिँ बजार चाहिँ प्रवर्धन हुँदैछ। ब्राजिल पनि एउटा कन्ट्री छ जहाँ पनि नेपालको पश्मिनाको काम सुरु भइसकेको छ। अब हामी नयाँ बजार प्रवर्धनको क्षेत्रमा पनि काम गरिरहेछौँ। हामीले अब एक्सपोर्ट बढाउनु पर्ने स्थिति बाध्यता पनि हामीसँग छ। यो स्थितिमा चाहिँ हामीले हाम्रो चाहिँ प्रडक्टको हाम्रो चाहिँ वस्तुको गुणस्तर अनि त्यसको उत्पादनको विविधीकरणतिर पनि ध्यान पुर्याउनु पर्ने होला, परिमाणको वृद्धिको लागि पनि ध्यान पुर्याउने होला। यसको लागि चाहिँ के काम गरिएको छ? यो अहिले हाम्रो यो पेट्स प्रोजेक्टको तर्फबाट हामीले चाहिँ विभिन्न क्षेत्रमा यसमा चाहिँ क्यापेसिटी बढाउने, त्यो डिजाइनहरूको सम्बन्धमा पनि कार्य गर्ने अनि विभिन्न नयाँ मार्केटहरू खोजी गर्ने भन्ने हाम्रो काम, त्यसमा चाहिँ हाम्रो धेरै कामहरू अगाडि बढिसकेको छ। अनि यही सिलसिलामा जुन अहिले हामीले चाहिँ नयाँ मार्केटमा या पुरानै मार्केटमा चाहिँ ट्रेड फेयरहरूमा भाग लिने किसिमका गतिविधिहरू हाम्रो सुरु छ। र खास गरेर चाहिँ हाम्रो चाहिँ अब पश्मिना चाहिँ 60-70 मुलुकमा चाहिँ पहिलेदेखि नै 60-70 मुलुकमा रेगुलरली सप्लाई भइरहेको छ। सानो ठुलो क्वान्टिटीमा त्यहाँ सप्लाई भइरहन्छ। अब त्यो बाहेक पनि नयाँ कन्ट्रीमा हामीले चाहिँ नयाँ एक्सपोर्ट हाम्रो सुरु भएको छ। अब यो त्यस्तै कन्ट्रीहरूमा चाहिँ जुन हामीले चाहिँ अब यो हाम्रो प्रमोसनको एक्टिभिटी बढाउँदै जाने हो, हामी बढाउँदै प्रयास गरिराखेको छु। र चाहिँ अब यसपछि चाहिँ यो चाहिँ हाम्रो 2016मा हामी जुन छ तपाईँको अर्को चाहिँ ट्रेड फेयरहरूमा भाग लिने, जस्तै फ्रान्समा पनि लिने हाम्रो कार्यक्रम छ। त्यो एउटा नयाँ मार्केट चाहिँ हामीले डेभलप गर्ने किसिमको काम भइरहेको छ। अहिले चाहिँ हाम्रो बजार प्रवर्धनको माध्यमको रूपमा हामीले ट्रेड फेयरलाई मात्रै लिइरहेछौँ, के हो कारण? ट्रेड फेयर एउटा चाहिँ बडा धेरै पपुलर चाहिँ मिडियम छ। हेर्नुहोस् त्यहाँ चाहिँ धेरै बायर्सहरूसँग चाहिँ, तर चाहिँ त्यो बाहेक होइन, अहिले हामीले चाहिँ यो जुन इलेक्ट्रोनिक मिडिया जुन छ त्यसको पनि हामीले चाहिँ बडा उपयोग भइराखेको छ। हाम्रो चाहिँ एक्सपोर्टरहरूले, हाम्रो यहाँको पश्मिनाको अन्टरप्रेन्योर्सहरूले सबैले आफ्नो वेबसाइट बनाएर त्यही त्यो वेबसाइटको मार्फतबाट पनि चाहिँ व्यापार सुरु गरिरहेछ। यहाँ नेपाल हाम्रो चाहिँ सरकारको पनि केही चाहिँ यस्तो पोलिसीहरू जुन छ, त्यो यस्तो ई कमर्सको पोलिसीहरू जुन छ अहिलेसम्म चाहिँ त्यति चाहिँ त्यो राम्ररी जुन चाहिँ दुनियाँमा जुन प्रचलित जुन प्र्याक्टिस छ त्यस्तो चाहिँ नभएको कारणले चाहिँ त्यो मिडियम हामीले त्यति अहिलेसम्म युज गर्न सकेका छैन। तर चाहिँ ई कमर्सको माध्यमबाट चाहिँ नेपालको चाहिँ यो प्रोडक्टहरूको चाहिँ पश्मिना प्रोडक्टको राम्रै चाहिँ मार्केट प्रमोसन हुन सक्छ। सरकारी तथ्याङ्क अनुसार चाहिँ 160वटा उद्योगहरू दर्ता भएको भन्ने अलि अगाडिको तथ्याङ्क रहेछ। अहिले कति चाहिँ सञ्चालनमा नरहेको भन्ने छ। त्यो हिसाबले चाहिँ उद्योगहरू बन्द हुँदै जानु अनि त्यसपछि हाम्रो पश्मिनाको प्रतिस्पर्धी क्षमता चाहिँ अझै पनि बढ्न नसक्नु, हामी उही स्तरमा रहनु, विश्व बजारमा चाहिँ हाम्रो स्थिति उही रहँदाखेरिको अवस्था, अहिले यो अवस्थामा हेर्दाखेरि अबको 1-2 दशकपछि अथवा भविष्यको बजारको परिदृश्य कस्तो होला भनेर आशा गर्न सकिन्छ? अन्तर्राष्ट्रिय बजार पश्मिनाको चाहिँ जहिले पनि बढिराखेकै छ। हामीले एउटा चाहिँ ट्रेड फ्लो एनालिसिस हाम्रो सङ्घको तर्फबाट चाहिँ ट्रेड फ्लो एनालिसिस गरेको थिएँ। त्यसबाट चाहिँ यो जानकारी आउँछ कि चाहिँ पश्मिनाको बजार जुन छ त्यो 14.4% 4-5% को उसमा चाहिँ बढिराखेको छ। इन्टरनेसनल मार्केट बढिराखेको छ, इन्टरनेसनल डिमान्ड पनि बढिराखेको छ। हाम्रो कन्ट्रीले चाहिँ आफ्नो चाहिँ एक्सपोर्ट बढाउन सकेको छैन, त्यो अर्कै कुरा हो। तर चाहिँ बजारको प्रब्लम छैन। अन्तर्राष्ट्रिय बजारमा पश्मिना उत्पादनका निकै डिमान्ड छ। जस्तो बजारमा प्रब्लम छैन भन्ने कुरा गरिरहँदाखेरि पश्मिनाको चाहिँ टोटल बजार कति हो अनि हाम्रो क्यापेसिटी चाहिँ कति हो? पश्मिना बजार त अब त्यो भोल्युम चाहिँ तपाईँले चाहिँ त्यो डाटाजमै एभाइलेबल छ हामीसँग। तर चाहिँ हामीले चाहिँ टोटल इन्टरनेसनल मार्केटको 1.8% समथिङ चाहिँ हामीले नेपालले चाहिँ एक्सपोर्ट गर्छ। बाँकी जुन छ चाहिँ 98% जुन छ त्यो चाहिँ अरू कन्ट्रीबाट चाहिँ एक्सपोर्ट हुन्छ इन्टरनेसनल मार्केट। हाम्रो हिस्सा चाहिँ त्यो इन्टरनेसनल मार्केटमा 1.8% जति मात्रै छ।
अब हाम्रो त्यो 1.8% हाम्रो त्यो उपस्थिति लाई नै हामीले गणना गर्दाखेरि हाम्रो चाहिँ पस्मिनाको इमेज चाहिँ कस्तो छ? इमेज हाम्रो चाहिँ किनभने यो पस्मिना शब्द जुन छ चाहिँ पस्मिना चाहिँ नेपालले नै दुनिया अन्तर्राष्ट्रिय मार्केटमा परिचित गराएको एउटा चाहिँ हाम्रो प्रोडक्ट हो। यो हाम्रो ट्रेडिसनल प्रोडक्ट जसमा कि नेपालको चाहिँ नेपाल चिनाउने नै नेपालको भएको कारणले चाहिँ हाम्रो चाहिँ त्यसमा चाहिँ रेपुटेसन हाम्रो बहुत राम्रो छ। हामीले हाम्रो चाहिँ एउटा चाहिँ गुणस्तर चाहिँ मेन्टेन गरेर राख्यो भने नेपालको पस्मिनाको चाहिँ इमेज जुन छ त्यो पहिलेदेखि नै इस्टाब्लिश छ। उहाँ हुनुहुन्थ्यो नेपाल पस्मिना उद्योग संघका महासचिव विजय कुमार दुग्गड। पस्मिनाको व्यापारको अवस्था र यसको विकासका लागि विभिन्न क्षेत्रबाट भइरहेका प्रयासबारे हामीसँग कुराकानी गर्दै अब रेडियो रिपोर्टको पालो। जुम्ला जिल्ला जडीबुटी उत्पादनका लागि प्रमुख जिल्ला हो। जुम्लामा प्राकृतिक जडीबुटी उत्पादन र संकलनबाट किसानहरूको आमदानीमा प्रत्यक्ष प्रभाव परिरहेको हुन्छ। तर जडीबुटी संकलन र बजारीकरणमा व्यवस्थित र वैज्ञानिक तरिका अवलम्बन गर्न नसक्दा जडीबुटीबाट उचित लाभ लिन सकिएको छैन। परिपक्व नभई जडीबुटी संकलन गर्ने तथा संरक्षणका लागि कुनै पहल नगर्दा जडीबुटीको दिगो व्यवस्थापनमा समेत असर पर्ने विज्ञहरू बताउँछन्। सतुवा, वन लसुन र पाँचौले लगायत जडीबुटी लोपोन्मुख अवस्थामा पुगेकोले दिगो विकासमा जोड़ दिनुपर्ने विज्ञहरूको सुझाव छ। जुम्ला सहकर्मी नौरते नेपालीको यो रिपोर्ट। जडीबुटीको विनाश हुँदै गएपछि जुम्लाका व्यापारी र किसानहरू चिन्तित बनेका छन्। सुगन्धवाल, सतावरी, एर्सेगुम्बा, लौटसल्ला, सर्पगन्धा, चिराइतो, चटामसी, कुटकी, सुगन्ध कोकिला र पिपला लगायतका जडीबुटी बिस्तारै हराउने क्रममा रहेको विभिन्न अध्ययनहरूले देखाएका छन्। प्रकृतिले दिएको जडीबुटीलाई व्यवस्थित गर्न सकिएमा जडीबुटीको दिगो विकास हुने सामुदायिक वन उपभोक्ता महासंघ जुम्लाका अध्यक्ष पूर्णशेखर देवकोटाले बताउनुभयो। जडीबुटीको स्थानान्तरण गर्नुभन्दा यथास्थानमा राख्न सकिएमा दिगो विकास हुने उहाँको भनाइ छ। प्रकृति रूपमा उम्रिरहेको जडीबुटीलाई समयमा कोर्ने, आलो पालो गर्ने, त्यसलाई व्यवस्थापन गर्ने, कोरेर ल्याइसकेपछि त्यसको बिउको भाग छोडिदिने, परिपक्व भइसकेपछि मात्र संकलन गर्ने, यस्ता क्रियाहरू गरेपछि यो दिगो व्यवस्थापनको लागि हुन्छ। जडीबुटीको दिगो विकासका लागि सचेतनामूलक कार्यक्रम गर्नु पर्दछ। परिपक्व भइसकेपछि मात्र जडीबुटीको संकलन र बिक्री वितरण गर्ने परिपाटीको विकास भएमा जडीबुटीको दिगो विकास हुन्छ। जडीबुटीको संकलन गर्दा केही भाग छोडेर संकलन गर्नुपर्ने बताउनुहुन्छ स्थानीय गैर सरकारी संस्था सुन्दर नेपाल जुम्लामा काम गर्ने बेच्न लोइटेल। गरिबीको कारण दिन प्रतिदिन जडीबुटीको अनियमित रूपमा संकलन गर्ने काम भएकोले दिगो विकास हुन नसकेको लोइटेलले बताउनु भयो। सचेतना, जनचेतना, अभिमुखीकरण, तालिम, गोष्ठी समूहलाई सशक्तिकरण गर्नुपर्छ र समूहका मान्छेहरूलाई भ्रमण गराएर राम्रो सामुदायिक वनमा कसले कसरी जडीबुटी संकलन गरिरहेको छ, कसले वनमा उत्तम व्यवसाय गरेको छ, जडीबुटीलाई संकलन मात्र गरेर मूल्य अभिवृद्धि कसरी भइरहेको छ, त्यसको प्रोसेसिङ कसरी भइरहेको छ, त्यसको बजारमा कसरी गइरहेको छ, त्यसको मूल्य कसरी अभिवृद्धि गर्न सकिन्छ र थोरै मात्रामा किन नभोस् गुणस्तर त्यसको पैसामा वृद्धि गर्न सक्यो भने र त्यसपछि यसलाई संरक्षणमा कसरी गर्न सकिन्छ, कार्यजनालाई अनुगमन कसरी गर्न सकिन्छ, सरकारी गरिसकेका कसरी सँगै गएर कामलाई प्रयोग गर्न सकिन्छ, यी कुराहरूलाई मध्यनजर गरेर समूह लेभलमा गयो भने मात्रै यो दिगो सम्भव हुन सक्छ। जडीबुटीको दिगो विकासका लागि किसानहरूले पाटन क्षेत्रमा पाइने जडीबुटीको खेती गरिरहेका छन्। जडीबुटीको दिगो विकासका लागि किसानहरूले संरक्षण गरेको दावी गर्नुहुन्छ किसान गोविन्द आचार्य। जनचेतनाको कमीका कारण जुम्लामा पाइने जडीबुटीको दिगो विकास हुन नसकेको उहाँको ठम्याइ छ। जडीबुटीसँग सरकार राख्ने निकायलाई दिगो संकलन र व्यवस्थापनका बारेमा जानकारी गराउनु पर्ने आचार्यको भनाइ छ। विभिन्न हिसाबमा जडीबुटीहरूको बिउ संकलन गरी बिर्ना उत्पादन गरेर समूह गैर सरकारी संस्था मार्फत गठन गरेका उहाँहरूको समूहलाई बिरुवा वितरण गर्ने हाम्रो मुख्य उद्देश्य रहेको छ र यसमा पनि गैर सरकारी संस्थाहरूले कतिपय समुदाय वनका कृषकहरूलाई जंगलबाट खनेर ल्याएर बिरुवा लगाई उहाँहरूलाई भुक्तानी दिएको पनि सुन्न आएछ। आधिकारिक अब प्रमाण भेटिएमा सम्बन्धित निकायमा पेश गरिनेछौँ। सबभन्दा पहिला
जडीबुटीको दिगो संकलन सम्बन्धी जनचेतनामूलक कार्यक्रम अगाडि बढाउनुपर्छ र जिल्ला वन कार्यालयले सिजन अनुसार मात्रै जडीबुटीको निकासी पूर्तिको व्यवस्था गर्नुपर्छ। वन जंगलको संरक्षण र खेती प्रवर्धन गर्न सकिए मात्रै जडीबुटीको दिगो विकास हुन्छ। यस्तै उत्पादन तथा संकलनका लागि नवीन तथा वनमैत्री प्रविधिको विकास हुनुपर्दछ। वन क्षेत्रको क्षमता, स्रोत सर्वेक्षण, प्रजाति विशेषको अवस्था, वार्षिक मूल्याङ्कन र समीक्षा गर्न सकिएमा जडीबुटीको दिगो विकास हुन्छ। भर्खरै तपाईले सुन्नुभयो जडीबुटीको दिगो व्यवस्थापनका सम्बन्धमा जुम्ला सहकर्मी नौरते नेपालीले बनाउनु भएको रिपोर्ट। तपाईँ अहिले युरोपियन युनियनको सहयोगमा सञ्चालित रेडियो कार्यक्रम हाम्रो उत्पादनको विश्व बजार सुन्दै हुनुहुन्छ। यो कार्यक्रम उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम इलाम, रेडियो लुम्बिनी रूपन्देही, भेरी एफएम नेपालगंज, रेडियो कर्णाली जुम्ला र रेडियो सुदूर आवाज डडेलधुराबाट सुनिरहनु भएको छ। अब अर्को सामग्रीको पालो। रूपन्देहीमा होटल स्थापना गर्ने क्रम बढेको छ। बुटवलमा हालसम्म साना ठूला गरी करिब 600 भन्दा बढी होटलहरू खुलेका छन्। होटल स्थापनासँगै बुटवलमा रहेका पर्यटकीय क्षेत्रको विकास र पर्यटक आवागमनमा वृद्धि हुने अपेक्षा गरिएको छ। लुम्बिनी लगायतका पर्यटन क्षेत्रको समुचित विकास र लुम्बिनी अञ्चलको समग्र पर्यटकीय क्षेत्रको उचित विकास गर्न सके होटल व्यवसायले विकासको नयाँ फड्को मार्ने जानकारहरू बताउँछन्। तर यस क्षेत्रमा समस्या र चुनौती भने अनेक छन्। रूपन्देहीमा होटल व्यवसायको सम्भावना र चुनौती विषयमा सहकर्मी प्रकाश गौतमले होटल व्यवसायी संघ रूपन्देहीका अध्यक्ष मोदनाथ बेलबासेसँग कुराकानी गर्नु भएको छ। सुनौ यो कुराकानी। तपाईँको भैरवादेखि बुटोलसम्मको तार होटलले 5 वटा लाइसेन्स दिइसकेका छन्। बुटोलमा पनि स्तरीय होटल खुलिसकेका छन् र कोही खोल्ने अवस्थामा छन्। हिजोको अवस्थाभन्दा अहिले होटल विषयको प्रति मान्छेको आकर्षणपूर्ण भोलि गएर चाहिँ यो लुम्बिनी क्षेत्र पर्यटन स्थलको निश्चय पनि अगाडि बढ्छ भन्ने आशाले पनि भोलि व्यवसाय पनि फस्छ भन्ने मान्छेले थुप्रै लगानी लगाएर व्यवसायमा आबद्ध हुँदैछन्। हजुर, अब बुटवलमा हेर्दाखेरि होटलहरूको संख्या बढ्दै गयो, तर होटल जसरी चाहिँ संख्या बढ्यो त्यो हिसाबमा होटलभित्र दिइने सेवा सुविधामा गुणस्तरीय परिवर्तन हुन सकेन। त्यस्तो चाहिँ कुनै पनि त्यस्तो गुणस्तरीय छैन भन्ने अवसर बुटवलमा अहिले छैन। के हुँदैछन् होटल क्षेत्रको विकासको लागि, होटलमा रूपन्देहीलाई अगाडि लैजानको लागि, सँगसँगै पर्यटन क्षेत्रको सँगै विकास गर्नका लागि अब यहाँहरूको पहल चाहिँ के हुँदैछ? अहिले हामी विशेष गरी अहिले तपाईँले सायद थाहा पाउँछ यो नुवाकोटमा रिसोर्ट खोल्दैछ र त्यसमा बुटवलदेखि नुवाकोटसम्म एउटा तपाईँको केबुल कारको पनि सञ्चालन आउने तयारी छ र यसको चाहिँ कार्य अगाडि बढ्दैछ। त्यसमा पनि बुटवलमा अन्तर्राष्ट्रिय सभा हल पनि बन्दैछ। समग्र रूपमा भोलिको भविष्यमा तपाईँको होटल व्यवसायको गुणस्तरीय साथसाथै पर्यटकीय स्थलमा थुप्रै छन्। यहाँ जस्तो तपाईँको सिद्धबाबा हेर्नुहोस्, फुलबारी हेर्नुहोस्, तपाईँको चाहिँ यहाँ चाहिँ जितगढी किल्ला हेर्नुहोस्, त्यसरी अब बोलबम धाम हेर्नुहोस् होइन। यी थुप्रै यो लुम्बिनी अञ्चलमा सबभन्दा बढी रूपन्देही जिल्लामा पर्यटकीय स्थल भएको हुनाले पनि भोलि गएर यहाँ चाहिँ पर्यटकीय स्थलको कसै आकर्षण गर्न सकियो र केही कुराहरू यहाँ हामीले चाहिँ सबै संस्था, मिडियाहरू, राजनीतिक पार्टीहरू होइन सरकारले पनि कसै ध्यान दिएर यहाँका जुन चाहिँ अभिनय परेका छन् यिनीहरू चाहिँ कमसेकम अगाडि बढ्ने कोसिस गर्यो। अब अगाडि बढ्ने अवस्था आयो र भोलि गएर समाजमा यहाँ गएपछि बुटोलमा कमसेकम 1 रात बास बस्न पर्छ है सबै कुरा हेर्नलाई भन्ने र प्रचार प्रसार गर्न सकियो भने पनि ती उज्यालो परेका जुन चाहिँ पर्यटन स्थल छन्, धार्मिक स्थल छन्, तीहरू चाहिँ कमसेकम चाहिँ अगाडि बढाउन सकियो भने बुटोलको र रूपन्देहीको भविष्य एकदम उज्जवल छ। पर्यटन विकासको सम्भावना धेरै देखिन्छ, तर त्यो चाहिँ हिसाबमा त्यो लयमा चाहिँ अगाडि जान होटल व्यवसायहरू सकेनन्। यस्तै पऱ्यो विश्वमै ऐतिहासिक किल्ला नेपालमा मात्रै एसियामै एउटा अङ्ग्रेजलाई धपाएको भनौँ अथवा अङ्ग्रेजलाई लखटेको एउटा चाहिँ हँसिया हथौडा तपाईँको चाहिँ लौरा लिएर लडेर अङ्ग्रेजलाई लखटेको ठाउँ भनेको जितगढी किल्ला हो। त्यसको लागि कमसेकम त्यहाँ सुरुङ त्यहाँ सुरुङ छ। अब हामी अहिले पछि पछि आएर बुझ्दाखेरि त्यो सुरुङ रातभरि लड्थ्यो र बिहान चाहिँ कमसेकम 4 बजी 5 बजी त्यो सुरुङबाट पसेर निस्केर एकैचोटि नुवाकोट निस्किन्छ भन्ने यहाँ भनाइ पनि छ। तर यसको संशोधनलाई कमसेकम त्यो सुरुङ कहाँसम्म गएको छ, यो सुरुङ यस्तो छ कहाँसम्म छ त कमसेकम त्यसको लागि सरकारले अथवा राजनीतिक पार्टीहरूले विभिन्न संस्थाहरूले त्यसमा कहाँसम्म आर्थिक पाटोमा चाहिँ पहल गर्ने, आर्थिक रूपमा खर्च गर्ने कुनै पनि अगाडि अग्रज देखिने यहाँ कुरा उठाउने सबै भए
तर त्यसमा गएर त्यसको चाहिँ सबै कुरा चाहिँ परिपुर्याउनु चाहिँ भएन। त्यसले गर्दा पनि होटल चाहिँ उठाएको रहेछ, तर कुरा उठाउनु मात्रै भयो। किन बेला पर्यो भन्दा कतिपय कुराहरू आर्थिक अवस्थाले पनि पछि परेको हो। हामी यसको लागि हिजो पनि कमसेकम यसको लागि आह्वान उठाएका थियौँ, अहिले पनि उठाएका छौँ। मैले अघि पनि भनिसकेँ, सबभन्दा ठुलो कमसेकम आर्थिक पाटो हो। यदि सरकारले अथवा यहाँका जुन चाहिँ बेलुङमा छ पटिको बोर्ड भएर राखेको छ उसले कमसेकम होटल काम गर्नु त भन्छ भने 5 लाखको बदलामा हामी 10 लाख काम गर्न तयार छौँ, हामी श्रम गर्न तयार छौँ। तर वास्तविक खर्चहरू कसरी दिनु पर्यो सरकारले। हजुर, भोलिको सम्भावना राम्रो छ, तर होटल व्यवसायीहरूले प्रत्येक होटलले लुम्बिनीसम्म पुगेर हाम्रो ठाउँमा आऊ है भन्ने वातावरण अझै पनि होटल व्यवसायीहरूले चाहिँ ती कुराहरू गर्न सकिरहेको छैनन्। रूपन्देहीको बुटोल क्षेत्रमा भएका धार्मिक पर्यटक र पुरातात्विक के छ नि त, जस्तो मानव टिकटहरू सुटिङ अब अवशेष छ, अब अहिले थुप्रै छन् यहाँ चाहिँ। तर के भने यो प्रचार प्रसारको र कमसेकम यहाँको समस्या गर्ने क्रममा केही कमी भएको छ। तर तपाईँ यस्ता अब मिडियाहरूले अब सञ्चारकर्मीहरूले पनि अझै दबाब दिनुभयो भने बुटोलको क्षेत्रलाई सरकारले पनि कमसेकम यहाँ दिनुभयो। जिम्मेवारी किल्ला जाँदा भने तपाईँको त्यहाँ सुँगुर बसेका छन्, कोही कुकुर बसेका छन्, त्यस्तो एउटा चाहिँ ऐतिहासिक ठाउँलाई कमसेकम सरकारले पनि हो हिजो यस्तो चाहिँ ऐतिहासिक चिजहरूको लागि सङ्घर्ष बस्नको लागि कमसेकम यहाँ कमसेकम आएपछि कस्तो छ भने कमसेकम बाहिरको मान्छेहरू त्यहाँ जाने बाटोमा भनेर सरकारले पनि गर्नुपर्ने हो। होटल व्यवसायले आवाज उठाएको रहेछ, सरकारले पुरा कारणमा तेल हालेर नसुन्ने गर्छ। त्यस्तो अवस्थामा अझै हामी चाहिँ पछि फर्काउँ। तर हामीले गर्न खोजेको कुराहरू सरकारले साथ दिन्छ, मिडियाले पनि साथ दिनुहुन्छ, यहाँका संस्था जाने भने हामी कुनै कुरा पनि पछि गर्न तयार छैनौँ र पछि पढ्नु पनि पर्दैनौँ। बुटोलमा रूपन्देही क्षेत्रको होटल व्यवसायलाई चाहिँ अगाडि लैजानको लागि सँगसँगै बुटोल क्षेत्रको यो होटल र पर्यटनलाई एकैचोटि अगाडि लैजानको लागि विकासको लागि कसरी अगाडि जाँदै हुनुहुन्छ? पर्यटन सूचना केन्द्र भनेर चाहिँ राख्ने जमन गरेका छौँ। दार्जिलिङ बुटोलमा आइसकेपछि यो बुटोल क्षेत्रको आसपासमा पर्यटक अथवा धार्मिक अथवा चाहिँ पुरातात्विक स्थल कहाँ छन् त भनेर भने प्रत्येक होटलमा अथवा त्यस्तो सार्वजनिक ठाउँमा तागेपछि कुनै पनि आवेदन गर्ने मान्छेले यसो गरेर हेऱ्यो भने कमसेकम यो ठाउँमा यो रहेछ, यो ठाउँमा यो रहेछ, यहाँनिर हेर्न पायो त भन्ने हामीले चाहिँ त्यो चाहिँ तयारी गर्दैछौँ। अब केही समयमा त्यसका पनि अब यहाँ थुप्रै कुराहरू अगाडि बढेका छन्, त्यो निकाल्न निस्किन अलिक बाँकी छ। सायद नयाँ सालको सेलेक्सनमा हामी कमसेकम त्यो गर्ने तयारी छौँ। र विशेष गरेर मैले पटक भन्ने गरेको कुरो के भने हामीले मात्रै लाभ गरेर भएन, यसमा ठुलो हात परेको छ। सरकारले गरेन अथवा हामीले होटल के गर्नु पर्ने त्यो होटल गरेन अथवा अन्य क्षेत्रले गर्दा पनि के गरेन, यो सबैका कुराहरूमा टिकट गरेर उठाइयो भने यहाँ सुविधा मान्छेहरू सुविधा संस्थाहरू पनि डाक्टर भन्ने आशा छ हामीलाई। यो थियो रूपन्देहीमा होटल व्यवसायको सम्भावना र चुनौती विषयमा रूपन्देही होटल व्यवसायी संघका अध्यक्ष मोदनाथ बेलबासे सहकर्मी प्रकाश गौतमसँग कुराकानी गर्दै। यो कुराकानीसँगै कार्यक्रमबाट हामीले बिदा हुने समय भएको छ। कार्यक्रमबारे तपाईको सल्लाह सुझाव र प्रतिक्रिया पठाउनका लागि हाम्रो ठेगाना हो रेडियो कार्यक्रम हाम्रो उत्पादनको विश्व बजार, विश्व परिदृश्य वकालत मंच, पोस्ट बक्स नम्बर 9929 कलंकी काठमाडौँ। फोन तथा फ्याक्स नम्बर 01484111 साथमा हाम्रो इमेल ठेगाना wbaf.radio@gmail.com मा पनि पत्राचार गर्न सक्नुहुन्छ। तपाई हामीलाई उत्पादन तथा व्यापार सम्बन्धी प्रश्न तथा समस्या पनि पठाउन सक्नुहुन्छ। यसका साथै तपाईले हाम्रो उत्पादनको विश्व बजार सुनिरहनु भएको स्थानीय रेडियो मार्फत पनि हामीलाई सल्लाह र सुझाव पठाउन सक्नुहुन्छ। आजको कार्यक्रम सुन्न भएकोमा तपाईलाई धन्यवाद। कार्यक्रम उत्पादन सहयोगी दिनेश निरौला र गो इन्टरनेशनल परियोजना परिवारलाई पनि धन्यवाद दिँदै आगामी सातासम्मका लागि कार्यक्रमबाट शान्ति लामासँगै लोकेन्द्र भट्ट बिदा हुन्छौं। नमस्कार।